आज हामी कुरा गर्दैछौँ प्रधानाध्यापक हृदय नारायण यादवको एकदमै विशेष विदाईको बारेमा। यो घटना हो उदयपुरको श्री अम्बेवर जनता माविको, जहाँ 37 वर्ष सेवा गर्नुभएका हेड सर हृदय नारायण यादव भर्खरै रिटायर हुनुभयो। अनि उहाँको विदाई कस्तो रह्यो भन्दा उहाँले नै पढाएका विद्यार्थीहरूले उहाँलाई काँधमा बोकेर सम्मान दिए। कस्तो गजबको कुरा, होइन? अब यसका खास कुराहरू के हुन् त हेरौँ है। पहिलो कुरा के छ भने उहाँको समर्पण। सोच्नुहोस् त, एउटै स्कुलमा श्री अम्बेवर जनता माविमै पुरै 37 वर्ष, त्यो पनि हेडसरको रूपमा लगातार। यो आफैमा ठुलो कुरा हो। अनि दोस्रो र सायद सबैभन्दा मन छुने कुरा चाहिँ उहाँको विदाई कार्यक्रममा हेर्नुहोस् है, प्रमुख अतिथि जो वडा अध्यक्ष हुनुहुन्थ्यो, कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति, अनि त्यही स्कुलका लगभग आधा दर्जन टिचरहरू, सबैजना उहाँकै चेलाहरू, उहाँले नै पढाएका, अनि उनीहरूले आफ्नो गुरुलाई काँधमै बोकेर विदा गरे। कस्तो सम्मान! यो त गुरु शिष्य सम्बन्धको एउटा गहिरो उदाहरण भयो नि। भनेपछि छोटकरीमा के भन्न सकिन्छ भने यो 37 वर्ष लामो सेवापछि आफ्नै विद्यार्थीहरूबाट पाएको एउटा एकदमै दुर्लभ र अविस्मरणीय सम्मान थियो।